बन्धुवर्ग स्वागत छ फेरि अर्को एउटा ब्लगमा र आज चाहिँ हामी सपरिवार पिकनिक खाना भनेर जाउनघाटमा आएका छौँ र जाउनघाटमा माहौल बढिया छ। र बिहान हामी आउँदा यहाँ खाली नै थियो र अहिले चाहिँ फेरि चारैतिर मान्छे भरिएका छन्। धेरै परिवारहरू पिकनिक खान आएको छ। यो नदीको नजारा हेर्नु तपाईहरु, नदी पानी सफा छ, गाडी घोडा कुदेको छैन, त्यही भएर पानीहरू सफा छ। र यता हेर्नुस्, यतापट्टि पिकनिक पार्टीलाई देखाउँछु ल। उहाँ हेर्नुस्, पिकनिक पार्टी हेर्नुस् कति आएका छन्। अघि चाहिँ यहाँ कोही थिएन ल, अहिले चाहिँ अब दुईपट्टि नै हेर्नुस्, दुईपट्टि नै धेरै एउटा टिम आइसकेको छ र हामीहरू अब म चाहिँ यहाँ खाना पकाउँछु है गाइस। र हाम्रो मेन कुक, हेड कुक, यहाँ चाहिँ हाम्रो हेड कुक हुनुहुन्छ। सबै त उहाँले नै बनाउनु भयो आज। र फाइनली हाम्रो खाने बेला पनि भइसक्न आँटेको छ र सबैजनालाई अब यहाँ बस्नु भनेको छ र खाना दिनु पर्यो। यो चाहिँ हामीले सन्तरा साँधेर खाइएको थियो, बहिनीले साधेकी थिइन् र सबैजनालाई खानापिना, केटाकेटीलाई टाइममै खुवाएन भने फेरि भोकाउँछन् भन्ने टेन्सन छ। त्यो केटाकेटीहरूलाई सबैलाई खाना दिएर अब एकछिनपछि हामी नाचगान गरेर यहाँबाट रवाना हुने हो। र हजुरहरूलाई फेरि भेट्ला अर्को एउटा ब्लगमा ल। राधे राधे। عندي لك رقصة قوية يا حبيب اسمها صبوحة خطبها نصيب بدك شنو بتعطيها كف وهز شتفك عين.